साथीहरु सबैजनालाई नमस्ते। र आज चाहिँ म यसको जुस बनाउँछु। यो हो अर्ग्यानिक शरीफा। नानीहरुको लागि यसको चाहिँ म जुस बनाउँछु। ल हेर्नुस् है साथीहरु, जुसलाई मैले चाहिँ एउटा बलमा राखिसके अनि यसलाई वाश गर्नको लागि पानी लाउँदैछु। यो वाश गरेर यसलाई केलाउनु पर्छ, यसको दानाहरु र अन्त यसको अर्को भाग चाहिँ फुटाउनु पर्छ। ल हेर्नुस् साथीहरु, मैले शरीफालाई केलाइसके। यसको बोक्राहरु मैले साइड गरे अनि रहेको भित्रको भागलाई चाहिँ मैले यो फुरीमा लगाए। अब यसमा म बदामको पेस्ट एड गर्छु। अन्त यसलाई बिस्तारै म मिक्सचरमा पिस्छु। र यसको टेस्ट चाहिँ कस्तो हुन्छ भन्ने कुरा मलाई थाहा छैन। साथसाथमा तपाईहरुलाई पनि कतिपयलाई थाहा होला, कतिजनालाई थाहा छैन होला हैन। अन्त जसले पनि खानु भएको छ कमेन्टमा भन्नु है यसको टेस्ट कस्तो हुन्छ। मैले चाहिँ यो शरीफाको जुस फर्स्ट टाइम ट्राई गरेको। कस्तो हुन्छ के हुन्छ म तपाईलाई भन्छु, देखाउँदैछु पनि हैन। अन्त तपाईहरु चाहिँ मेरो यो छोटो र मिठो भ्लग चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला है साथीहरु। यो चाहिँ हो मेरो बदामको पेस्ट। यो चाहिँ मैले नानीलाई अब म जहिले पनि हैन दुधसँग मिक्स गरेर दिन्छु। त्यसको लागि चाहिँ मैले अलरेडी यो मैले बदामलाई चाहिँ पेस्ट गरेर राखेको थिएँ र यो पेस्ट चाहिँ अब म यहाँ लाउने छु। यहाँ मिक्स गर्छु, यसरी मिक्स गर्दैछु किनभने यो जुन चाहिँ जुस बनाउँदैछु यो नानीलाई पनि ठुलो मान्छेको लागि पनि हैन, सबैको लागि हो। जुस चाहिँ कति हुन्छ के हुन्छ कस्तो हुन्छ। यसमा सायद मैले चिनी चाहिँ मिक्स गर्नु पर्दैन होला जस्तो लाग्यो किनभने यो एकदमै बेसी गुलियो रहेछ हो। किनभने मैले अघि सानोबडे टेस्ट गरेको थिएँ, किनभने त्यो जति बेला मैले केलाएँ यसलाई त्यति बेला मैले टेस्ट गरेको थिएँ यसको चाहिँ कतिको रस छ भनेर हैन। एकदमै गुलियो, एकदमै मिठो हैन, मह जस्तै। त्यही भएर चाहिँ म यसमा चिनी चाहिँ एड गर्दिनँ है। चाहिँ म यसलाई चाहिँ यहाँ मिक्सचरको जारमा लगाउँदैछु र लगाएर म यसलाई मिक्सचरमा पिस्नेछु। साथीहरु अर्को कुरा के भने अब मिक्सचरमा पिसेको चाहिँ म देखाउन सक्दिनँ तपाईहरुलाई, किनभने चाहिँ मेरो हात खाली छैन हो। एउटा हातले काम गर्दै एउटा हातले भिडियो गर्नुपर्छ। त्यही भएर म त्यो देखाउन सक्दिनँ। म डाइरेक्ट तपाईहरुलाई यो पिसिसकेको जुस चाहिँ देखाउने छु है साथीहरु। मैले जुन चाहिँ तपाईहरुलाई मिक्सचरमा पिसेको देखाउनु पर्ने थियो तर त्यो देखाउन सक्दिनँ, त्यसको लागि चाहिँ सबै साथीहरुलाई माफ पाऊँ है। साथीहरु मेरो सानो नानी छ 3-4 वर्षको। उसले यो शरीफा चाहिँ यसरी डल्लै खाइदिँदैन। अन्त मैले चाहिँ दिमाग लगाएर बरुभन्दा जुस बनाइदिन्छु भनेर नि। त्यसै पनि त्यो शरीफाको बटमा यो शरीफा त्यसै पनि बिग्रेर गइरहेछ हो। अन्त साथसाथमा चराहरूले खाँदै थियो। त मैले चाहिँ आज लु त जुस बनाएर दिनु पर्यो भनेर ट्राई गरेको। तर यो दाना चाहिँ पर्नु हुँदैन रहेछ। दानाले चाहिँ निकै डिस्टर्ब गर्दो रहेछ। यो शरीफाको बरु यो बोक्रा पऱ्यो भने केही हुँदैन कि दानाले चाहिँ यो दाना चाहिँ निकै डिस्टर्ब भयो क्या। मिक्सीको झन्डै जारै बिगारिदियो नि हो। अन्त हेर्नुहोस् त है साह्रै चाम्रो यो दाना। लु हेर्नुहोस् त साथीहरु, यत्रो बेसी दाना चाहिँ मैले छोडेको थियो रहेछु कि यो शरीफामा। अझै पनि यहाँ दाना छ है हो। अन्त यहाँ चाहिँ अघिको दानासँग मिक्सचरमा पिसेको यो चाहिँ हेर्नुहोस् त साथीहरु, यो आइसक्रिम जस्तो देख्दैछ है। हेर्नुहोस् त साथीहरु, वाउ आइसक्रिम जस्तो देख्दैछ है साथीहरु। वाउ वाउ कति दामी देखेको है। यसमा चाहिँ म अलिकति दुध पनि एड गर्छु। यो चाहिँ नानीहरुलाई अलिकति जुस दिनको लागि हो। अघिकोमा चाहिँ मैले दुध एड गरिनँ किनभने म चाहिँ दुध खानु हुँदैन। किनभने चाहिँ अब मेरो आमा चाहिँ हैन बित्नु भएको 1 साल पनि भएको छैन। अन्त दुधहरु हामीले बारेको छु। त्यही भएर चाहिँ म बिना दुधको चाहिँ अनार के भन्छ शरीफाको जुस खाने हो। दुईजना चाहिँ जुस खानुलाई रेडी भइसकेछ। जुस खान आएको हो? हजुर। गाइसहरुलाई हेलो गर्दियौ। हेलो। नानीहरुलाई दिइसके। यो जुस बनाएको त तर आइसक्रिम जस्तै भयो। नानीहरु जुस देखाउनु।
पोखिनु आँट्यो नानीको खै यता कस्तो भयो नानीहरू टेस्ट गर त खाऊ त मिठो भयो कस्तो भयो नानी खाऊ मिठो कतिको मिठो भयो भन त भक्कु दामी भयो कि भएन दामी दामी भयो खै अन्त के भन्नुपर्छ मम्मीलाई थ्याङ्क यू यता हेरेर भन थ्याङ्क यू को हो थ्याङ्क यू मम्मी नानी थ्याङ्क यू को हो म थ्याङ्क यू नानी पुपु गुड थ्याङ्क यू बाई गरिदेऊ गाइसहरूलाई बाई बाई लभ यू गरिदियो गाइसहरूलाई फ्ल्याङ किस गरिदेऊ